हाम्रो वान एन्ड ओन्ली नेपालको हिपहपको बादशाह भन्ने चिन्छु मैले त मेरो प्रिय भाइ तुकी हैन भेटेको छु। तुकी र नेपालका चर्चित भलिबल प्लेयरहरू रवि केसी र राजन दर्लामी मगरको भेटघाट भएको छ। गलकोटमा भएको यो भेटघाटमा तीनजनाले एकअर्काको तारिफ गरेको देखिन्छ। उक्त कुराकानी यहाँहरूले पनि सुनेर प्रतिक्रिया दिनुहोला। हेलो नमस्ते एभ्रिवान, इट्स मी राजन दर्लामी मगर हेलो प्लेयर। म चाहिँ यति बेला हाम्रो वान एन्ड ओन्ली नेपालको हिपहपको बादशाह भन्ने चिन्छु मैले त मेरो प्रिय भाइ तुकी हैन भेटेको छु। मेरो फेसबुकको रिल्समा तपाईँले देख्न सक्नुहुन्छ। र आज हामी चाहिँ गलकोटमा छौँ। यो भलिबल खेल्ने क्रममा भाइ चाहिँ भलिबलको फ्यान प्लस प्लेयर एन्ड म चाहिँ हिपहपको फ्यान एउटै फ्रेममा छौँ। त्यो अब तपाईँहरूले जतिजना हिपहप हेर्नुहुन्छ कमेन्ट गर्नु होला, भाइलाई एकदमै सपोर्ट गरिदिनु होला। भाइको तर्फबाट मेरो रिल्समा केही भनिदिनु। म चाहिँ निरज मल्ल ठकुरी उस तुकी भनेर चिन्नुहुन्छ तपाईँले मलाई। म चाहिँ आज राजन दाईसँग छु। क्यामेरा बिहाइन्ड हाम्रो रवि दाई हुनुहुन्छ। आज अब दाईको चाहिँ म पनि एकदम भलिबलको चाहिँ दाई चाहिँ हाम्रो नेपालको मेरो नजरमा चाहिँ नम्बर 1 लिब्रो लाग्छ। अनि दाईको गेमहरू डिफेन्सिभ गेमहरू हेर्दै आज दाईलाई भेट्नु पाउने ठुलो अवसर मिलेको छ। एकदम खुसी दाई। आज चाहिँ हामी छौँ रवि केसीको दाईको घरमा कसरी घुम्ने देखिएको छ। अनि अब गलकोटभित्र बस्नुभएको अब को जहाँ हुनुहुन्छ, आज साँझ हाम्रो साङ्गीतिक कसरी लिएर हामी गलकोटमा मेलामा आउँदैछौँ। अनि भलिबलको फाइनल पनि छ। कृपया गलकोटभित्र बस्नुभएका सम्पूर्ण दाजुभाइ लगायत नेपाल अति राज्यभरि यो भिडियो जसले हेर्नु भएको छ र राजन दाईको फलोवर्सहरू र मेरो फलोवर्सहरू प्लिज सपोर्ट गरिदिनु होला दाईलाई एकदम। अनि त्यसै गरी मलाई पनि धन्यवाद। थ्याङ्क यू। नमस्ते। नमस्ते, म भलिबल खेलाडी रवि केसी। म चाहिँ निरज मल्ल ठकुरी उर्फ तुकी। यति बेला हाम्रै जन्मस्थल गलकोटको मलमा भन्ने ठाउँ हो मेरो जन्मस्थलमा। हाम्रो तुकी म्युजिकलाई वेलकम गर्दा एकदम खुसी छु। अनि म पनि एकदम खुसी छु। दाईले एउटा निमन्त्रणा दिनुभयो अनि त्यही कारणले गर्दा आज म दाईको ठाउँमा छु, दाईको घरमा छु। एकदम खुसी लागिरहेको छ। अब सोसियल मिडियाको दुनियाँमा देखेको दादालाई आज यो भेट्न पाउँदाखेरि अनि प्लिज सपोर्ट गरिदिनु होला। अनि यहाँसम्मको लागि पनि धेरै धन्यवाद छ सपोर्टको लागि। अझै पनि सपोर्ट गरिदिनु होला। अनि हिपहप होस् या भलिबल होइन सबैको एउटा चाहिँ म्युजिक चाहिँ सुनिरहेको। अब यति नजिकबाट चाहिँ अब भलिबलले गर्दा यस्तो जुराएर सम्बन्ध जुराएको छ। गलकोट आउँदा मैले सधैँ वेलकम छ। पोखरा जाँदा पनि हामी भेट भइरहेको छ। अब एकदम आगामी दिनहरूमा पनि अझै बेस्ट होस् भन्ने मेरो पर्सनल्ली अब बेस्ट विसेस छ। अनि आज चाहिँ स्पेसल्ली गलकोट कपमा चाहिँ धमाका हुनेछ। हामी पनि सँगै हेर्नेछौँ। नजिकबाट खेल प्रदर्शन हिजो हेर्नुभयो भने हामीले चाहिँ आज म्युजिकको चाहिँ कन्सर्ट हेर्नेछौँ। सम्पूर्ण नजिक हुनुहुन्छ भने गुल्मीसम्मबाट आउन मिल्छ, त्यो नजिक छ। सम्पूर्ण आइदिनु होला। आज चाहिँ साँझमा चाहिँ विशेष प्रस्तुति हुँदैछ। त्यसको लागि चाहिँ सम्पूर्णलाई हजुर जो यो रिल्स हेर्नु हुने सम्पूर्ण महानुभाव व्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद। अनि जो गलकोटभित्र हुनुहुन्छ कृपया आइदिनु होला आज गलकोट मेलामा। साँझ रमाइलो गर्नुपर्छ तपाईँ हामी मिलेर। सी यू गाइज देयर। जय गलकोट, जय भलिबल, जय हिपहप। जय हिपहप।